अब नेपाली क्रिकेट टिमको भविष्य त्यस्तो जस्तो लाग्दैन जबसम्म आसिफ शेख, गुलसन झा, रोहित पौडेल जस्ता मान्छेहरू क्रिकेट खेलाडीहरू नेपाल टिममा हुन्छन्। जब नचलेको खेलाडीहरूलाई बारम्बार मौका दिइन्छ भने अनि त्यो अरू खेलाडीलाई त के बेन्चमा राख्नलाई लगेको नेपाली टिमले के गर्न लगेको? तिनीहरूलाई मौका कहिले दिने? तिमीहरूले 2024 मा पनि खेल्यौ, 2026 मा पनि खेल्यौ वर्ल्ड कप। तिनीहरूलाई मौका कहिले दिने? के तपाईँहरूको घरको टिम हो त्यो? के हो? के राजनीति चल्दैछ? यो भएन, यो भएन। अब इङ्ल्यान्डसँगको म्याच हेर्नुहोस्, जितिसकेको म्याच गयो। अब तपाईँको इटलीसँगको म्याच पनि तपाईँ हेर्नुहोस्, ब्याट्सम्यान फ्लप्स हेर्नुहोस्। अब हालत करण केसीको हालत हेर्नुहोस्, बलिङ हेर्नुहोस्, कोल्याप्स हो के? न ओपनर चल्छन्, न मिडल अर्डर चल्छ, न फिनिसर चल्छन्, न बलिङ चल्छ। के भएको के? जस्तोसँग भयो त्यस्तै खेल्छ के यार। जित्नु त पर्ने कमसेकम ल हार्यो मानव एक्जाम्पल 10 विकेटले हार्यो, मजाक छ। अब हामीहरूले भन्नाले हाम्रो क्रिकेट खेलाडीहरूले वा क्याप्टनले, कोचले रणनीति अनुसार वेस्ट इन्डिजसँग जसरी पनि जित्नुपर्ने दबाब, प्रेसर नलिकन खेल्यो भने राम्रो रन रेटको अनुसार जित्नुपर्ने छ। नत्र भने सुपर 8को लागि, क्वालिफाईको लागि हुँदैन। र सबै नेपाली खेलप्रेमीहरूको आशा भरोसा सब टुटिसक्यो। सुड बी क्याप्टेन चेन्ज म भन्न चाहन्छु। तपाईँहरू पनि धेरै मान्छेले भन्नुभएको क्याप्टन चाहिँ चेन्ज हुनुपर्छ। नेपाली क्रिकेट टिमको ओडिआई र टी20को क्याप्टन फरक हुनुपर्छ र खेलाडीहरू जो राम्रो प्रदर्शन गर्दै आएको खेलाडीलाई ड्रप गरेर जो चल्दै नचलेको खेलाडीलाई टी20 वर्ल्ड कप खेल्न लगिरहेछ, त्यसमा चाहिँ पुरा राजनीतिक भइरहेको भन्ने बुझिन्छ। धेरै विश्लेषणहरूले बोलिरहेको छ कि यो पक्कै नै राजनीति वा पहुँचवालालाई मात्र टी20 वर्ल्ड कपको लागि क्वालिफाइड टिम घोषणा गरिएको भन्ने पहिले नै तपाईँहरूको आलोचना भइसकेको छ। तथापि अहिले पनि तपाईँहरूको जो खेलाडीहरू चलिरहेको छैन त्यो खेलाडी अझैसम्म त्यस्तै फर्ममा छ। अब कहिले चेन्ज गर्ने तिनीहरूलाई? यो भएन है, भएन। यो पुरा चेन्ज गर्नु पर्यो। हरेक नेपालीको मन मस्तिष्कमा जोडिएको एउटा खेल हो। त्यसमा हार जित हुन्छ, त्यसमा हामी नेपालीहरूले बुझ्छौँ। तर तपाईँहरू त हार भनेपछि यस्तो हार्नुहुन्छ कि लज्जास्पद हार्नुहुन्छ। त्यसमा कसको कमी कमजोरी? हाम्रो या तपाईँहरूको? तपाईँलाई सपोर्ट गर्नु हाम्रो गलत? तपाईँलाई जता गेम भयो, तपाईँको जता गेम भयो उता हामी करोडौँ लाखौँ जनताहरू गएर हेर्नु, क्रिकेट प्रेमी गएर हेर्नु, त्यो हाम्रो गलत? तपाईँहरूलाई सपोर्ट गर्नु हाम्रो गलत? इङ्ल्यान्डसँग 4 विकेटमा हारेर तपाईँहरूलाई हामीले भनेको थियौँ ओके वेल डन भनेर हामीले बुझिरहेका थियौँ नि त। त्यस्तो त नभन्नुपर्ने रहेछ। तपाईँलाई त गाली गरेपछि मात्र तपाईँ त हुने रहेछ तपाईँहरूले त। अब केही होइन, स्कटल्यान्डसँग र वेस्ट इन्डिजसँग जसरी पनि जित्नु पर्यो, एनिहाउ जित्नु पर्यो। यदि सुपर 8मा पुग्नु छ भने, यदि लाज इज्जत छ भने तपाईँहरूले जसरी पनि जित्नुपर्छ र जितेर देखाउनुपर्छ। एउटा वीर गोर्खाली र हाम्रो पावर के हो भनेर देखाउन जरुरत छ। नत्र तपाईँहरूको हुँदैन। नत्र मेबी लाग्छ तपाईँको नेक्स्ट इयरमा क्याप्टेन चेन्ज, पुरा खेलाडी चेन्ज गर्नुपर्ने। मलाई होइन, क्रिकेट प्रेमीहरूलाई 100% थाहा छ। अब हेर्दै जाउँ तपाईँहरूले जित्नुहुन्छ कि यो जित्नुहुन्न। र सपोर्ट समर्थन हाम्रो अहिले पनि छ र रहिरहनेछ तपाईँहरूलाई। तर तपाईँहरू गर्नुहोस् राम्रो।